यहाँहरु सबैलाई हार्दिक जयसँग। आज हामी यो गणेशजीलाई विशेष गरी तुलसी पत्र चढाउनु हुँदैन भन्ने विषयमा, किन चढाउनु हुँदैन भन्ने विषयमा एउटा सानो भिडियो क्लिप लिएर यहाँहरुमाझ उपस्थित भएका छौं। गणेशजीलाई तुलसी पत्र चढाउनु हुँदैन भन्ने कुरा त यहाँहरुले सबैले सुन्नु भएकै होला, तर कारण के हो, के कारणले गर्दा चढाउनु हुँदैन भन्ने विषयमा आज थोरै यहाँहरुमाझ प्रस्तुत गर्न चाहन्छु। गणेशजीले वास्तवमा सन्यास रूप धारण गरेर म त सन्यासी हुन्छु, योगी हुन्छु, म विवाह गर्दिन, आजीवन विवाह गर्दिन भन्ने कमिटमेन्ट गर्नुभएको थियो। एवं क्रममा एक दिन घुम्दै घुम्दै जाँदै हुनुहुन्थ्यो, एउटा पर्वतमा जाँदै हुनुहुन्थ्यो, हिँडेर गइराख्नु भएको थियो। पर्वतमा जाँदा जाँदै एकजना आमाले देख्नुभयो, माताजीले देख्नुभयो, हिँडिरहेको अत्यन्तै राम्रो पुरुष। यो पुरुष आहा कति राम्रो पुरुष हुनुहुँदो रहेछ, को पुरुष हुनुहुँदो रहेछ, कसका छोरा हुनुहुँदो रहेछ, उहाँसँग त कुरा पो गर्नु पर्यो, कुरा पो गर्न मन लाग्यो एकैछिन भनेर बाटातिर जानुभयो त्यो आमा पनि। गइसकेपछि अगाडि अगाडि गणेशजी, पछाडि पछाडि त्यो आमा, अगाडि अगाडि गणेशजी, पछाडि पछाडि त्यो आमा हुँदै हुँदै निकै परसम्म गएपछि एउटा चौतारो आयो, फलैचा आयो। फलैचामा डाँडामा बस्नुभयो गणेशजी, हिँड्दा हिँड्दा थाकेर टक्क बस्नुभयो। बस्दा बस्दै त्यही आमा पनि आएर बस्नुभयो, त्यो दिदी पनि आएर बस्नुभयो। बसेर अनि भलाकोसारी गर्नलाई थाल्नुभयो। भलाकोसारी गर्ने क्रममा तपाईँ कहाँबाट आउनुभयो, तपाईँको शुभ नाम के हो भनेर यसरी सोध्दै सोध्दै जाँदाखेरि माताजीले सोध्दै सोध्दै जानुभयो, गणेशजीले भन्दै भन्दै जानुभयो। अनि एउटा कुरो, सानो कुरो बिन्ती बिसाउन मन लागेको थियो, प्रभु हजुरलाई बिन्ती बिसाउ कि नबिसाउ भनेर माताजीले सोध्नुभयो। अनि के छ माताजी भन्नुहोस् न, किन डराउनु पर्यो, किन लजाउनु पर्यो, भन्नुहोस्, हजुरलाई लागेका सबै कुराहरू सोध्न सक्नुहुन्छ, मसँग कुरा गर्न सक्नुहुन्छ भनेर गणेशजीले जब आज्ञा गर्नुभयो। गणेशजीले यसरी आज्ञा गरिसकेपछि म त संसारको सबैभन्दा राम्रो युवक देखेर, यस्तो राम्रो युवक जुन युवक चाहिँ मैले आजसम्म न कतै पाएकी थिएँ, न कतै देखेकी थिएँ, मेरो पनि विवाह भएको छैन, म त हजुरसँग विवाह गर्न चाहन्छु भनेर प्रस्ताव गर्नुभयो। त्यसपछि गणेशजीलाई चाहिँ के भनौँ भयो। गणेशजीले अचानक क्रोधमा आएर भनिबक्स्यो, मैले आजीवन विवाह गर्दिन भनेर म सन्यास रूप धारण गर्छु भनेर हिँडेको माताजी, विवाहको त कुरै छोड्नुहोस्, तपाईसँग विवाह गर्न त परै जाओस्, त्यो कुरै छोडिदिनुहोस्। तपाईले तपाईको चाहिँ पत्र टिपेर कुनै मनुष्यले यदि मलाई अर्पण मात्र गर्छ भने पनि त्यो मनुष्यको सबै धन सम्पत्ति नष्ट होस्, शरीर नष्ट होस्, त्यसको तुरुन्तै मृत्यु होस् भनेर गणेशजीले श्राप दिनुभयो। एक आपसमा गणेशजीले त्यसरी श्राप दिइसकेपछि ती माता चाहिँ तुलसी माता हुनुहुन्थ्यो, तुलसी माताले गणेशजीलाई त्यसरी चाहिँ प्रस्ताव गर्नुभएको थियो। त्यसकारणले अब गणेशजीले अनाहकमा आएर त्यसरी चाहिँ मलाई श्राप दिनुभयो। तपाईले विवाह गर्दिन भनेर जुन घमण्डले मलाई श्राप दिनुभयो, तपाईको एउटी मात्र हैन दुईटी श्रीमती हुनु परोस् भनेर तुलसी माताले पनि गणेशजीलाई श्राप दिए हुनाले आज पनि गणेशजीका के छन् त, रिद्धि र सिद्धिले सहित भएका श्री गणेश भगवानको जय भन्छौं हामी। गणेशजीका दुईटी श्रीमती छन् तुलसी माताको श्रापको कारणले गर्दा। यस प्रसंगले गर्दाखेरि गणेशजीलाई चाहिँ तुलसी पत्र चढाउनु हुँदैन। आनन्दकान्द भगवानको जय, भक्तवत्सल भगवानको जय। यसरी चाहिँ यहाँहरुलाई यो भिडियोलाई मन पर्यो भने शेयर गरिदिनु होला, लाइक गरिदिनु होला र बढी भन्दा बढी सब्स्क्राइब गरिदिनु होला। यसको लागि धन्यवाद।